काठमाडौँको बाहिरतिर पशुपतिनाथ मन्दिर नजिकैको सुनसान घाटमा यो घटना भएको भनिन्छ। रातको करिब 11 बजेको समय थियो। आकाशमा आधा चन्द्रमा झुन्डिएको थियो अनि बागमती नदी शान्त बगिरहेको थियो। तर त्यो शान्तिभित्र केही अनौठो थियो। हावा चिसो, भारी अनि अजीब किसिमको गन्धले भरिएको। सुरज र उसका दुई साथीहरू रोशन र अमृत त्यो रात साहस देखाउन घाटतिर गएका थिए। गाउँमा धेरैले सेतो मसान देखिएको कुरा गर्थे, तर कसैले विश्वास गर्थेन। उनीहरूलाई लाग्यो यो सबै हल्ला मात्र हो। घाटको छेउमा पुगेपछि उनीहरूले पुराना चिहानहरू देखे, कुनै ढुङ्गा टुटेको, कुनैमा नाम नै मेटिएको। अचानक हावाको झोक्का आयो अनि नजिकैको रुखको पातहरू सरसराए। तिमीहरूले सुनेको? अमृतले डराउँदै सोध्यो। त्यसै बेला टाढाबाट सेतो कपडा लगाएको जस्तो केही देखियो। सुरुमा उनीहरूले सोचे कुनै मानिस होला, तर त्यो आकृति जमिनमा टेकिएको जस्तो थिएन। अलिक माथि बिस्तारै हल्लिँदै रोशनले मोबाइलको फ्ल्यास अन गर्यो। उज्यालो त्यतै फर्कियो। त्यो देख्ने बित्तिकै उनीहरूको सास अड्कियो। त्यो सेतो मसान थियो। पुरै सेतो, अनुहार पनि प्रष्ट देखिँदैन, तर आँखाको ठाउँमा कालो गहिरो खाल्लो जस्तो। कपाल लामो, भिजेको जस्तो अनि शरीर जमिनमा नछुने गरी बिस्तारै तैरिँदै। अचानक त्यो आकृति उनीहरूतिर फर्कियो। हावा एक्कासी चिसो भयो। सुरजको कानमा कसैले फुसफुसाए जस्तो लाग्यो। किन आयो यहाँ? तर आवाज कसैको मुखबाट आएको थिएन। अमृत डरले चिच्यायो, भागौँ। तीनैजना दौडिन थाले। तर रोशन अचानक लड्यो। उसले पछाडि फर्केर हेर्दा त्यो सेतो आकृति अब नजिकै थियो। मोबाइलको फ्ल्यास चिलिमिली भयो। अनि बन्द। अन्धकार। रोशनले महसुस गर्यो कसैले उसको खुट्टा समातेको छ। उसले चिच्यायो, मलाई छोड। तर उसको आवाज घाटमा गुम्यो। भोलिपल्ट बिहान गाउँका मानिसहरूले रोशनलाई घाट नजिकै बेहोस अवस्थामा भेटे। उसको शरीर चिसो थियो, आँखाहरू खुला, तर उसले केही बोल्न सकेन। सुरज र अमृतले भने त्यो रातपछि कहिल्यै त्यो ठाउँतिर फर्किएनन्। रोशन आजसम्म बोल्दैन। कहिलेकाहीँ ऊ एक्लै बस्दा खाली ठाउँतिर हेरेर मुस्कुराउँछ। अनि बिस्तारै भन्छ, ऊ अझै यहाँ छ। त्यसपछि बागमतीको किनारमा फेरि कहिलेकाहीँ देखिन्छ। रातको अन्धकारमा तैरिँदै त्यो सेतो मसान।